यो नमस्ते गाइज, आज चाहिँ हामी 3 बजेको छोटो मिठो राइड सुरु भइसकेको छ गाइज होइन। आजको चाहिँ नि मिठो स्पेसल राइड हो गाइज होइन। आज त्यही हो गाइज, हामी चाहिँ 4जना मात्र जान लाग्यो। एउटा यो पाँदै त्यसको साथै 2जना चाहिँ पछाडि छन् है गाइज। त्यही हो गाइज, अब हामी बिस्तारै जाँदै गरेको भन्ने आउँछौँ गाइज। त्यही हो गाइज, गइसकेको छौँ हामी। त्यही हो गाइज, यहाँ औषधीले पेट्रोल हालिसकेको छ। हामीलाई पर्दैन, त्यही भएर हामी चाहिँ नि अब जानु लाग्यो गाइज होइन। कहाँ जाने हामी चाहिँ नि घारपी डाँडा जानु लाग्यो गाइज होइन। त्यही गाइज, त्यहाँ अब औषधीहरू गाडी भागिसकेको छ। यहाँ औषधीहरू मस्त कास्ता माइ गड, कस्तो मिठो बेस हालिरहेको छ त्यसले। अन्डे अन्डे कस्तो हुन्छ त आजको मिठो मिठो राइड हेर्न सक्नुहुन्छ हजुरहरूले। दिपमा आउँदाखेरि यहाँ लास्टै ठुल्ठुलो गाडीहरू यहाँ रहेका छन् है। यस्तो दामसाम जस्तो छ अलिअलि। त्यही हो गाइज, सक्नुहुन्छ यहाँ दिपको माहौल सक्नुहुन्छ गाइज। यताबाट सिधै लामो चौर, यताबाट कता जयमुरीको कता जान्छ गाइज। त्यही हो, यताबाट लामो चौर गाइज, यताबाट त्यही हो गाइज। अभिषेकहरू कता गयो, उता आउँदैन अभिषेकहरू। यहाँ अन्डेले भिडियो सुट हान्दै हो गाइज होइन। अन्डे बना ओए बना, भिडियो बनाउनु लाग्यो। हेलो बना न कुदा भिडियो सुट जुन डेस्टिनेसन चेन्ज भइसकेको छ। यो डाँडा कुन हो कुन थाहा छैन, त्यसैले हामी अब यही डाँडामा बस्नेछौँ। यत्तिकै अब गफ हान्दै केटाहरूसँग होइन। कस्तो लाग्यो अन्डे? के कस्तो झ्याउला त्यही हो गाइज। अब यो कुन डाँडा हो गाइज थाहा छैन गाइज, तपाईँहरूलाई थाहा भने कमेन्ट हानिदिनु होला। यो तल चाहिँ नि जयमुरी भइहाल्यो गाइज होइन। सक्नुहुन्छ गाइज, यहाँ चाहिँ नि अब ह्यान्डल लक हान्नुपर्ने हुन्छ, किनभने यहाँ यस्तो सुनसान ठाउँमा होइन जे पनि हुनसक्छ। चोरी भयो भने झ्याउ अब गुर्काउँदै लैदियो भने त अब थाहै छैन कि जे पनि हुनसक्छ। त्यही हो गाइज। अब चाहिँ नि हाम्रो सानो मिठो खै कस्तो हाइकिङ हो, के हाइकिङ यस्तो साथीहरू सराप हाल्छन्। हाइकिङ मिठो हाइकिङ हुँदैछ। मोटी हिँड्न सक्यो मिठो हाइकिङ टक्क पारामा। अझै कुन डाँडा हो कि यस्तो त के हो यो, यस्तो भ्यू छ यहाँ। मोटी हिँड्न सकेन, यति हिँड्दाखेरि नि यहाँ यसको यहाँ के भइसक्यो यो, कस्तो ठाउँ छ यस्तो यहाँ। त्यही हो गाइज, माथि त डेन्जर घाम छ जस्तो भ्यू सक्नुहुन्छ हजुर टक्क पारामा।
के भन्ने अब चाहिँ हाम्रो बास यहीँ छ एकैछिन यत्तिकै गफ हान्दै बस्ने अनि त्यस पछाडि हुन सक्नुहुन्छ गाइज भ्यू टक्क बाह्रमा अभिषेकलाई झर्न धाउँदो भयो चाहिँ भयो अरे अभिषेक ल एकचोटि तल गएर माथि आइदियो नि त एकचोटि जाउँ न त्यति गर्दै हो यहाँ मोटे 3000को चप्पल पानीमा भिज्यो आइज अन्त ब्याङ्कमा झुन्दा होइन त अगाडि हिँड के हिँड त अगाडि मोटे गाइज यहाँ अब भिडियो बनाउनु ला अभिषेक मोटेले भिडियो बनाउनु लागेको छ यहाँ के अरे भिडियो रे गाइज भिडियो रे कस्तो बनाइरहेछ भिडियो यहाँ यो हेर्नको लागि टिकटकमा गएर कसको आइडीमा हाल्ने हो यो प्रेमको भिडियोमा गएर हेर्नु होला गाइज प्रेमको टिकटक आइडीमा गएर यो भिडियो हेर्नको लागि त्यो गाइज यहाँ हामी अब कताबाट जान्छौँ थाहा छैन केही अत्तो पत्तो छैन त्यही हो गाइज बाटो यस्तो छ यहाँ बाटो चाहिँ दामी नै थियो अब चाहिँ नि हामी गेम हाउस जान लाग्छ मन थियो क्या गाइज पेट्रोल बचाउ कार्यक्रम सुरु भइसकेको छ न्युटनमा सलल जाँदै त्यो गाइज पेट्रोलको भाउ बढेपछि के हुन्छ सलल जाँदैछौँ हामी मोटी पनि न्युटनमा पेट्रोल बचाउ अभियान सुरु गर्दै सलल आउँदैछ अब चाहिँ हामी जाँदैछौँ गेम हाउस त्यो गाइज तिनीहरूले भिडियो बनाउँदा रोकिरहेछन् हामी चाहिँ नि यहाँ सरल यतातिर आइसकेको छौँ हामीलाई थाहा थिएन त्यहाँ भिडियो बनाउने भने त्यही भएर हामी आइसकेको छौँ फेरि यहाँ बनाउने हो तिनीहरू त्यहाँ भिडियो बनाउँदै हो कालो मात्र आउँछ कति भइसक्यो कुरेको यिनीहरू आउँदै आएन है गाइज सक्नुहुन्छ हजुरहरू किन हो यिनीहरूले लास्ट टाइम लगाइसकेको छ झौलाइसक्यो यहाँ कुर्दा यिनीहरू अहिलेसम्म आउँदैन किन हो यस्तो त्यो गाइज आयो अब यिनीहरू आउने बित्तिकै हामी गेम हाउस चल्नुपर्छ है गाइज गेम हाउस जानुपर्छ गेम हाउस चट्ट बारेमा त्यही गाइज आयो है यिनीहरू दुईजना चट्ट बन के गर्ने रे बाइक चलाउने कि बाइक हाल्ने अब अन्डेले राइड हान्छ जस्तो हो गाइज होइन त्यो गाइज अब अन्डेले राइड हान्यो भने म भिडियो बनाउँछु त्यो गाइज हेर्नु सक्नुहुन्छ हजुरहरू यहाँ अब अन्डे राइडर भइसकेको छ भिडियोको लागि मात्र रे है गाइज अब उयो सक्छस् लाउरे भन्ने ओ माई गड उठाइदिएको अवस्था है गाइज है अब यसले के गर्छ रोग र भिडै भएन किन हातले गर भिडियो बनाइदिनु त नि सक्नुहुन्छ हजुरहरू अन्डे भ्याट गरिदियो यहाँ अन्डे यो भाइहरूसँग रेस खेल्छ यो भाइहरूसँग रेस खेल्छ सन्डे त्यो चढेर चलाउने हो कि यत्तिकै राइदिएको जस्तो गर्छु त्यसले के स्टुडियो उ त यो गर्न ब्याग सिधा गरेर हौडा देख्यो अब है अन्डीले के कस्तो चलाउँछ आइदिन्छ के गरेको गाइजले घुमाउन सक्छ फर्काइदियो गाइजले फाइनली गाइज फर्काइदिइसकेको हो आयो गाइज आयो
ओ माई गड ओ ये ओ ये ब्लग हो कि ब्लग ब्रेक लाउन आउँछ नि सेल फान्दिएर हो त्यसो छोड अझै कस्तो लाग्यो अन्डे बाइक चलाएर यस्तो भारी रहेछ कि भारी रहेछ चला नि त अब हाँसमा थर्ड ओके लाइसेन्स छ भने त लाइसेन्स भएपछि त दिन्छ कि बस्न तल ओए बस्न त ल दिन्छ म त बस्दिनँ अहिले कौडारको बाटो चलाउनु कसरी चलाउँदो रहेछ कसरी बस्छ ब्लग बनाएर मात्रै हो मन पिसाब चाहिँ नै लागिसक्यो होला गाइस त्यही हो अब हामी दिन हस्ताल लाग्यो के हो रे आउँछ नि गाइस हामी भलामतिरको बाटो जान लाग्छौँ है गाइस यहाँ सक्नुहुन्छ राइडरहरू त्यो गाइस अब हामी भलामतिरको बाटो जान्छौँ गाइस हामी माटी पानी आइसकेका छौँ अब चाहिँ यहाँ राइडर चेन्ज हुन्छ बाटु ओ गाइस यहाँ पोलिसकेको छ ए अब कस्तो बोलेको यार डेन्जर बोलेको गाइस है अब चाहिँ यहाँ राइडर चेन्ज भइसकेको छ अन्डे डेन्जर चलाउँछ जस्तो ओए हुन्न अन्डेले चलाउनु ला मोटी चाहिँ पछाडि बस्ने ओ आमा नि फेरि उठाइदिएन सही है उठाए पकेटा हो अब चाहिँ नि चल्दैछ है अब अन्डेले कस्तो चलाउनु पर्छ अन्डेको ड्राइभिङ हेरौँ है गाइज अब है आएन यार भगवान् हल्का चुस्छ अलिकति क्लच छोड न धेरै छोडिस् के अलिकति अन्डेले भर्खर झन्डै क्रास हानिदिएको छ अलिकति छोड न अलिकति छोड कुदाको अलिकति छोड से बक्चुती गर्दै केटाहरू उठान पर्लास् के ये अब अन्डे त कस्तो थियो बाँसको चक्नु चाहिँ गाइस अन्डेको राइडिङ चक्नु जाउँछ र यहाँ अन्डे यस्तो मिठो ओ माइको ये अन्डेले यहाँ मिठो चलाइरहेको छ अभिषेकको बाइक यस्तो मिठो कुदाइरहेको छ ओ माइ गड के भाषामा डेस्टिनेसन अन्डेले यस्तो मिठो हामीलाई थाहा थिएन गाइस है अन्डेले चाहिँ यस्तो दामी चलाउँदो रहेछ हामीलाई थाहा थिएन सुरुमा त्यस्तै हुन्छ है उठाउन नसकेपछि केही हुन्न गाइस त्यही हो गाइस कोही त्यहाँ रोकिसकेको छ तिनीहरूले त कसले ड्राइभ होइन वान्टेड के अरे मोडिफाई बाइक हान्छ यस्तै केटा हो अब सर पुले अरे यार गाइस हामी यहाँ गेम हाउस आइसकेका छौँ बाजे खाली छ बाजे यहाँ ब्लग हो कि ब्लग यहाँ हाम्रो गेम हाउसको बाजे है यहाँ गेम हाउस यहाँ बाजेको गेम हाउस आउनुको लागि यतानिर यहाँ गौडामुख भयो होइन यतापट्टि माटी पानी घुम्न जाने ठ्याक्कै यहाँनिर है गाइस बाजेको गेम हाउसमा यहाँ किराना पसल पनि छ गाइस केही चाहिन्छ भने यहाँ खाना आउनु होला अनि गेम हाउस यहाँभित्र छ त्यही हो गाइस अन्डे आइसकेको छ राइडर हाम्रो राइडर आइसकेको छ कस्तो लाग्यो त बाइक चलाएर कस्तो लाग्यो बाइक चलाएर भन्दैन त रमाइलो लाग्यो सुरुमा चाहिँ डर लाग्थ्यो होला होइन फर्स्ट टाइम हो गाइस अब यहाँ बाजेले ढोका खोलिदिइसक्नु भएको छ च्याप्चु अब चाहिँ हामी गेम खेल्छौँ पुरै अँधेरो छ यहाँ